So what is up? It's everything alright guys, you know. Everything alright होला. म पनि गुडै छु अनि मैले हिजो चाहिँ चोको पाई अरु के लिएको थिएँ क्या। त्यो डोकोमोको पोइन्टहरु चाहिँ 7-11 मा नचल्दो रहेछ, लसनमा चल्दो रहेछ अनि के सामान लिएको थिएँ। अनि अब हेर्दैछु हैन डाइट साइड के छ त्यो खानु पर्यो। बिहानै मलाई ओभर भोक लागिरहेको छ। 10 चाहिँ बज्न सक्यो, 10 बज्नु आँट्यो तर बिहानै हो भनौँ न है। हाम्रो आजको के भनौँ डाइट चाहिँ यही हो। सो हाम्रो डाइट चाहिँ के भन्छ यसले स्यान्डविच। ओइसी देश हो। आज चाहिँ रेन्सु छ क्या जेएलपिटीको इन्फोको, अनि त्यस कारणले त्यसमा राम्रो मार्क्स आयो भने चाहिँ पास हुने कि नहुने भनेर छान्छ अरे भन्थ्यो। त्यस कारणले आज चाहिँ राम्रो गर्नुपर्ने हुन्छ। सो गाइस ल म चाहिँ अब घर लाग्दै है। डोरेमनको घर चाहिँ यता चाहिँ 6 देखिरहेको नि त हाम्रो होइन। आज भोलि मेरो चाहिँ चाबी लाउने गरेको छु होइन। अनि यो पनि हाल्छु किनभने सिट चाहिँ पानीले भिज्छ भनेर है, देख्न सक्नुहुन्छ। सो अनि गाइस हामीले चाहिँ साइकल चाहिँ होइन घरमा राख्दाखेरि चाहिँ चाबी लगाएर राख्नु होला, किनभने जापानिजहरूले साइकल चाहिँ उठाइदिन्छ क्या फेरि चाबी लगाएको छैन भने। किनभने ओहोरदोहोर गर्नु सजिलो हुन्छ नि त। त्यस कारणले पुलिसले पनि खोजिदिँदैन क्या, किनभने त्यो त आफ्नो गल्ती हो नि त चाबी नलगाउने भनेर चाहिँ त्यस्तो साइकलहरू चाहिँ खोजिदिँदैन। कारणवशले अब त्यहाँ के भन्छ रिपोर्ट गरेर पछि भेट्टायो भने चाहिँ दिन्छ बोलाएर तेरा पाइयो भनेर, नभए चाहिँ तालको ताल चाहिँ खोजिदिँदैन। त्यही भएर चाबी चाहिँ लाउनुपर्छ हामीले अबदेखि। हाम्रो साथीको नि अस्ति हराएको थियो होस्टेलैदेखि होइन। त्यही हो है, मेमले भनेको थियो क्या अब तिमीहरूको सेन्पाइले पनि लगेको सक्नुहुन्छ होला त्यस्तो साइकलहरू, किनभने उयो हुन्छ अरे क्या त्यो साइकल लगिदियो भने चाहिँ त्यो चाहिँ हाम्रो गल्ती होइन अरे नि त। चाबी नलाएको त हाम्रो गल्ती हो त, ए मतलब पुलिसको गल्ती हो त होइन नि त, आफ्नै गल्ती हो। त्यस कारणले चाहिँ हामीले चाहिँ चाबी चाहिँ जेत्तै लाउनुपर्छ है। त्यही हो गाइस है मेरो इन्फर्मेसन चाहिँ छोटो मिठो। त्यसको अब रुममा पनि छिरिसक्यो होइन। त्यसपछि आज के खाने यार, भात खाने कि बिस्कुटहरू त लिएर आएको थिएँ अस्ति लसनबाट, त्यही बिस्कुटहरू के बदाम सदामहरू खाएर जानु पर्यो। कति भात खानु होइन, कहिलेकाहीँ त्यस्तै खानु पनि पर्छ। जापान आएपछि पाउरोटीमा बाँच्नेहरू त कति हुन्छ भने म त जहिले मासु भात हो के भन्नाले लोभ चाहिँ गर्नु भएन, खानु त ल्याम खाने हो जे छुट्याए पनि। पैसै नकमाए नि भात चाहिँ खाने हो मजाले। यहाँ मोमो थियो नि त अस्तिको र हिजोको होला, अब यही तताउनु पर्यो। अब यो रामेन छ, यो रामेन खाने अनि हाम्रो मोमो पनि यहाँ पाक्दैछ होइन। अनि मोमो र रामेन खाएर आज लाग्दिनु पर्यो। भात चाहिँ बेलुका खानु पर्यो। कति खानु होइन, जहिले भात त्यस्तै हो। हामी चाहिँ त्यस्तै हो, भात कहिलेकाहीँ कहिले रामेन, त्यही त हो नि जिन्दगी। टक्क ताती पनि सक्यो। यो हालिदिने हो यसरी, यो हालिदिने होइन। अनि टक्क बन्द गरिदिने। अनि यो कति मिनट लाम भने 5 मिनट राख्नु पर्यो ल। अब 5 मिनट पर्खिने हामी, त्यसपछि घुम्दै गर्छ ओभन। अनि त्यही हो खाने हो, चल्दिने हो। टेस्ट छ बाल भएन टेस्टको त हामीलाई के। हाम्रो यहाँ मोमोको अचार पनि छ होइन। अब यो यस्तो हाल्ने हो टक्क, त्यसपछि
यसरी टक्क यस्तो गर्ने हैन, टक्क यस्तो गर्ने अनि टक्क खाइदिने। दामी। यहाँ जुस पनि छ ग्रेपको त हो नि है। हाम्रो चाहिँ यति छ आजको, देख्न सक्नुहुन्छ। मलाई त टिप्नु नि आउँछ है साथीहरू, हाँसीले खानु। लाउ लाउ लाउ, तिमीलाई अलिकति मिठो खानु मन छ, लाउ गर भन्ने बेबी भयो। यसरी खुवाइदिँदै के गर्नु छैन। आफै खाने हो, बस्ने हो। अब रामेन खाएपछि त पिरो हुन्छ हैन, त्यसको मेटाउनुको लागि त चोको पाइ हान्नै पर्यो। म चाहिँ खासै पिरो खाने बानी छैन नि त, त्यस कारणले सरी। चिप्स दामी हुन्छ दारुसँग खानु चाहिँ। मेरो दारु चाहिँ यही हो, जुस। ल म चाहिँ एकछिन नुहाउनु आँटेको होइन साथीहरू, 5 मिनटमा यसो सोहोर हानेर निस्किनु पर्ने भयो। फ्रेस भएर जाउँ न भनेर मेरो चाहिँ हल्का दिमाग आएको छ कि, त्यस कारणले अब चाहिँ म नुहाउनु आँटेर बाथरुममा छिरेको। ल म राख्दैन ल, अब गीत बजाएर टक्क नुहाउनु पर्छ होइन। सोहोर भनेको त्यस्तै त गर्ने हो नि होइन र गाइज। तौली नै ल्याउनु बिर्सेछु, के बिर्से भन्छु त, तौली बिर्सेछु। ल म राखेको अब गीत सुन्छु अनि नुहाउनु पर्यो। क्लास